काका यसको नाम चाहिँ ठ्याक्कै के हो, के भन्छ? यो चाहिँ गण्डाबन्ध। शास्त्रीय सङ्गीतमा गुरुको यति ठुलो भूमिका छ। गुरु भने साथै संस्कार अथवा सम्पूर्ण कुरा मानिन्छ। पण्डित रूपक कुलकर्णीज्यू मेरो गुरु हुनुहुन्छ अहिले, अनि उहाँलाई मैले 13 वर्ष पुगेँ। उहाँको सिनियर शिष्य पनि हो, किनभने शिष्य र विद्यार्थीमा फरक छ, शिक्षक र गुरुमा फरक छ। उहाँ मेरो गुरु हुनुहुन्छ। उहाँले यो मलाई बालेन प्रधानमन्त्री हुनुभएको दिन, रामनवमीको दिन, अस्ति भर्खर कुरा परेछ, भर्खरको कुरा। मैले यत्रो वर्षपछि गुरुले मलाई शिष्य स्वीकार्नु भएको यति ठुलो छ, किनभने उहाँ मेरो गुरु हुनुहुन्छ होइन, उहाँको म शिष्य। यो गण्डाबन्ध भनेको यति ठुलो कुरा हो, किन फेसनेबल रूपमा गुरु पूर्णिमामा अथवा सामान्य रूपमा गएर लगाइहालौँ भन्ने हो। यो भनेको यति ठुलो गण्डाबन्ध भन्छ, गण्डाबन्धन। यो चाहिँ अब उहाँले स्वीकार्नु, उहाँले जे मलाई सुइटेबल लागेर शिक्षा दिनुहुन्छ म त्यसलाई सकेको सिरोपर गर्छु र मैले सिरोपर गर्नुपर्छ। उहाँले मलाई यो चिज चाहिँ तिमीले गर्नु हुँदैन भन्नुभएको चिज म गर्दिनँ। गुरुले मेरो जिन्दगीको खाका कोर्दिनुहुन्छ। गुरु भनेको यस्तो चिज हो कि जो शिष्यको जिन्दगीको खाका कोर्ने मान्छेलाई गुरु भनिन्छ। जो म कहाँ विद्यार्थीहरू आउनुहुन्छ उहाँलाई मेरो विश्वासले मैले उहाँलाई सिकाउँछु भने उहाँ शिष्य हो, तर सामान्य विद्यार्थी र स्वरमा मात्रै सीमित हुन्छ। गुरु भनेको यति ठुलो चिज हो कि जो कहिले गुरु पाउने र जो कहिले शिष्य पाउने गुरु पनि हो। यो पाउनुभएको चाहिँ नेपालमा कतिजना हुनुहुन्छ होला? उहाँको शिष्य त म मात्रै नेपालमै नेपालबाटै म मात्रै छु उहाँको शिष्य। यो कहाँ लगाइदिनु भयो? यो मेरै वासस्थान हो। अस्ति 27 तारिक आउनुभएको, जुन रामनवमीको दिन नेपाल आउनुभएको थियो। 28 तारिक प्रोग्राम थियो, 29 तारिक वर्कसप थियो, ठुलो प्रोग्राम थियो। यो चाहिँ दिल्ली बजारमै? दिल्ली बजारमै वासस्थान आएर मैले गुरुसँग धेरैचोटि यो गुरु शिष्यको कुरा गरेको थिएँ। हामी मुम्बईमा भेट्दा पनि, 1 महिना अगाडि पुणेमा भेट्दाखेरि पनि म काठमाडौँ आउँदा गण्डाबन्धमा तिमीलाई त्यहीँ गण्डाबन्ध गर्दैछु भन्नुभयो। उहाँ आउनुभयो। हजुरले नि यो माग गरेको चाहिँ होइन नि? यो माग भनेको कस्तो हुन्छ भने गुरु शिष्य परम्परामा चाहिँ तपाईँको त्यो एउटा सिचुएसन आउँछ नि, अनि कुनै पनि मागेर नपाइने चिज पनि हुन्छ होइन। अब जस्तै मैले अघि पनि हाम्रो इन्टरभ्यूमा कुरा भयो, विद्यार्थीलाई यस्तो एउटा अवसर छ गुरु छान्ने, शिष्यलाई होइन, विद्यार्थीलाई एउटा अवसर छ गुरु छान्ने। गुरुले शिष्य छाने हिँड्नुहुन्न, तर गुरुले जो विद्यार्थीलाई गण्डाबन्ध गर्नुहुन्छ त्यो शिष्य हुन्छ। अब यो चाहिँ के हुन्छ त, यो भनेको चाहिँ फेरि एकदमै रेयर चिज हो। कसैले कसैलाई धागो लगाइदिँदैमा बाँधिँदैमा, मैले यो 13 वर्षको तपस्या पछिको उहाँको विश्वास हो नि त। जानु साथ लगाइदिनु हुन्छ होला, हामीले गुरु भनेर ढोग्न साथै लगाइदिनु हुन्छ होला नि। किन मैले 13 वर्ष कुर्नु पर्यो? त्यो काकाले जति पनि अहिले सफलताको सिँढी चढ्नु भएको छ होइन, जुन खालको सम्मान छ, मान सम्मान छ, त्योभन्दा धेरै माथि भयो होइन यो त काका? अत्यन्तै यो मभन्दा धेरै, म्युजिकभन्दा धेरै माथिको कुरा हो। उहाँहरू जस्तो पण्डितजीहरूले हामीले गुरु पाउनु त्यति ठुलो कुरो, तर उहाँले हामीलाई शिष्य स्वीकार्नु भनेको त्यो यो जन्मको खेल होइन।